हेलो एभ्रिवान। आजको भिडियोमा हामी कुरा गर्दैछौँ जापानमा सोशल इन्स्योरेन्स किन अनिवार्य हुन्छ र हेल्थ इन्स्योरेन्स तथा पेन्सन इन्स्योरेन्सले हामीलाई के फाइदा दिन्छ भन्ने बारे। यदि तपाईँ जापानमा काम गर्दै हुनुहुन्छ, बिजनेस गर्दै हुनुहुन्छ वा भविष्यमा जापान जाने सोच्दै हुनुहुन्छ भने आजको जानकारी तपाईँको लागि धेरै जरुरी छ। जापानमा सामाजिक बिमा कानुनी रूपमा धेरै ठाउँमा जरुरी हुन्छ। सामाजिक बिमा कसले गराउनुपर्छ? दर्ता गरिएको कुनै पनि कम्पनीले, कुनै पनि व्यापार जहाँ 5 जना भन्दा धेरै कर्मचारी हुन्छन्, पूर्ण समय कर्मचारीहरू अनि आंशिक समय कर्मचारीहरू। यदि तपाईँ आंशिक समय कर्मचारी हुनुहुन्छ अनि तपाईँ हप्ताको 20 घण्टा भन्दा धेरै काम गर्नुहुन्छ, महिनाको 88,000 येन भन्दा धेरै कमाउनुहुन्छ अनि जापानमा 2 महिना भन्दा धेरै बस्दै हुनुहुन्छ भने तपाईले पनि सामाजिक बिमा गराउनु जरुरी हुन्छ। सामाजिक बिमाका 2 मुख्य प्रकार छन्, ती हुन् स्वास्थ्य बिमा, कर्मचारी पेन्सन बिमा। स्वास्थ्य बिमाले दिने फाइदाहरू के हुन् त्यसबारे कुरा गरौँ। यसका फाइदाहरू धेरै महत्त्वपूर्ण छन्, खास गरी जापानमा बस्ने जो कोहीको लागि। पहिलो, कम खर्चमै उपचार गर्न सकिने। मेडिकल बिलको 70% भाग इन्स्योरेन्सले कभर गर्छ। तपाईले केवल 30% तिर्नुपर्छ। बिरामी वा चोटपटक लाग्दा खर्चको भरपाई हुने। काम गर्न नसक्ने गरी बिरामी भए कम्पन्सेसन अलाउन्स पनि पाउन सकिन्छ। प्रसुति बिदामा रहँदा तलबको केही भाग पाइने। बच्चा जन्माउँदा लाग्ने खर्चका लागि एकमुष्ट रकम पनि प्रदान हुने। अब पेन्सन बिमा बारे कुरा गरौँ। यो भागले तपाईको भविष्य सुनिश्चित गर्छ। पहिलो, वृद्धावस्थामा पाइने पेन्सन। रिटायर भएपछि राष्ट्रिय पेन्सन भन्दा धेरै रकम पाइन्छ। अशक्तता पेन्सन, काम गर्न नसक्ने बराबरको दुर्घटना वा बिरामीमा मासिक सहारा प्रदान गरिन्छ। परिवारको सुरक्षा, परिवारमा मुख्य कमाउने व्यक्तिको मृत्यु भयो भने परिवारलाई आर्थिक सहारा हुन्छ। तर सामाजिक बिमा केवल स्वास्थ्य र पेन्सनमा सीमित छैन, यसले अरू ठुलो भूमिका पनि खेल्छ। जस्तै भिसा रिन्युअलमा यो मद्दतकारी हुन्छ। स्थायी बसोबासको प्रक्रियामा प्लस पोइन्ट मिल्छ अनि यसले देखाउँछ कि तपाईँ कानुनी अनि आर्थिक रूपमा स्थिर हुनुहुन्छ। यदि तपाईँ लामो समय जापानमा बस्ने विचार गर्दै हुनुहुन्छ भने नियमित बिमा भुक्तान एकदमै आवश्यक छ। अब सबैले जान्न चाहेको कुरा विचार गरौँ, कसरी तिर्ने, कति तिर्ने। स्वास्थ्य बिमाको दर सामान्यतया 10% हुन्छ, तर यो तपाईँ बस्ने ठाउँमा भर पर्छ। कर्मचारी पेन्सन बिमाको दर चाहिँ 2025 को रिपोर्ट अनुसार 18.3% हुन्छ। खुसीको कुरा, तपाईले नै यो सबै रकम तिर्नुपर्छ भन्ने चाहिँ होइन। आधी रकम तपाईको कम्पनीले तिर्ने हुँदा फाइनेन्सियल भार तपाईलाई कम हुन्छ अनि यो रकम तपाईको स्यालेरीबाट अटोमेटिक सरकारलाई जान्छ। त्यसैले प्रिय मित्रहरू, सामाजिक बिमा केवल कानुनी माग मात्र होइन, यो तपाईको स्वास्थ्यको सुरक्षा, आम्दानीको सुरक्षा र भविष्यको आर्थिक सुरक्षा हो। यदि यो जानकारी तपाईलाई उपयोगी लाग्यो भने कृपया लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। जापानमा बस्ने तपाईका अरू साथीहरूलाई पनि यो जानकारी उपयोगी हुन सक्छ। त्यसैले यो भिडियो शेयर गर्न पनि नबिर्सनुहोस्। फेरि अर्को भिडियोमा भेटौँला।